सबैलाई नमस्कार छ है साथीहरू। मैले आज पनि एउटा आमा शीर्षकमा एउटा कविता लिएर आएको छु। जानी नजानी लेख्ने कोसिस गरेको छु, तर यथार्थ चाहिँ हो है साथीहरू। कुरा यथार्थै हो, कविता मार्फत भए पनि। हाम्रो आमालाई जस्तै अरूको आमाले पनि दुःख गरेको हुनसक्छ। धेरै दुःखहरू पाएर हामीलाई हुर्काएको हुनाले थोरै मात्र, तर मम्मीले पाएको दुःखको वर्णन गर्ने हो भने यो संसारमा हामी चाहिँ वर्णनै गर्न नसकिने अवस्थामा छ। जुन चाहिँ त्यो समयमा आमा सँगसँगै मैले पनि भोगेको पीडाहरू त यो मनमा नै बाँकी छ, तर पनि थोरै मैले केही अंश चाहिँ मैले लेख्ने कोसिस मात्र गरेको है साथीहरू। लेख्न त खासै आउँदैन, तर पनि कोसिस चाहिँ गरेको थिएँ। कति सङ्घर्षको यात्रा सम्हाल्दै आजसम्म गरेकी छन् धामा। मलाई सानो दुःख पर्दा आफू आँसु बगाउने तिनै हुन् मेरी आमा। हामीलाई सानो दुःख पर्दाखेरि आँसु बगाउने तिनै हुन् मेरी आमा। आफूले त जीवनभर आँसुको यात्रामा हिँडेर पनि, आफूले त सधैँभरि आँसुको यात्रा हिँडे पनि हामीलाई यहाँसम्म पुर्याउनु भयो। दुःख आफै भोगेर भए पनि हामीलाई सही बाटो देखाउनु भयो। आफूले जति दुःख पाए पनि हामीलाई सही बाटो देखाउनु भयो। आफू खाली खुट्टा हिँडेर पनि हामीलाई चप्पल लगाइदिने, आफू खाली खुट्टा हिँडेर पनि हामीलाई चप्पल लगाइदिने, आफू एकसरो लगाएर हामीलाई किनिदिने जामा, आफू एकसरो लुगा लगाएर हामीलाई किनिदिने जामा। यिनै हुन् हाम्री आमा, यिनै हुन् मेरी आमा। आफूले आधा पेट खाएर पनि हामीलाई पेटभरि खुवाउने, आफूले खाली पेट भए पनि हामीलाई पेटभरि खुवाउने, जीवनको सङ्घर्षमय यात्रामा हामीलाई बाटो देखाउने यिनै हुन् हाम्री आमा। जीवनको सङ्घर्षको यात्रामा हामीलाई बाटो देखाउने तिनै हुन् हाम्री आमा। हाम्रा लागि समाजमा लडिदिने, हाम्रा लागि सङ्घर्ष गरिदिने, हाम्रा लागि आँसुमा बगिदिने, जति पनि छन् दुःख पीडा आफै सहेर हामीलाई खुसी दिने, यस्ती छन् मेरी आमा। आफू जति दुःख सहेर पनि हामीलाई खुसी नै खुसी दिन चाहने यिनै हुन् हाम्री आमा। आफ्नो पीडा कहिल्यै नदेखाउने, हाम्रो खुसीमा रमाउने, आफ्नो पीडा कहिल्यै नदेखाउने, हाम्रै खुसीमा रमाउने, समयमा बाटो देखाउने तिनै हुन् हाम्री आमा। समयमा बाटो देखाउन खोज्ने, हामीलाई अगाडि बढाउन खोज्ने, यस्तै छन् हाम्री आमा, यिनै हुन् हाम्री आमा। सबै आमा यस्तै हुन्छन् भन्ने मलाई लाग्छ है साथीहरू। यस्तै छ दुःखको कुराहरू। जति पनि आमा भन्नु नै, एउटा आमा शब्द नै संसारको सबैभन्दा महत्त्वपूर्ण हुन्छ। जतिसुकै सुखले बसेको आमाहरू भए पनि उनीहरूले आफ्नो सन्तानको लागि केही न केही दुःख त गरेकै हुन्छ, तर हामी सन्तानहरूले चाहिँ बुझ्ने कोसिस पनि गर्दैनौँ र बुझे पनि हामी चाहिँ वास्ता नै गर्दैनौँ के। त्यही भएर साथीहरू, आमाको दुःख, आमा भनेको एउटा जननी जन्मभूमि भने जस्तै हाम्रो चाहिँ एउटा संसार देखाउने सबैभन्दा ठुलो भगवान नै आमालाई मान्नुपर्छ भन्ने मेरो मान्यता हो है साथीहरू। सबैलाई तपाईँलाई कस्तो लाग्यो? मैले थोरै चाहिँ लेख्ने कोसिस मात्र गरेको थिएँ। जस्तो लाग्छ त्यस्तो नै कमेन्ट गरिदिनु होला है साथीहरू। धन्यवाद।